So guys, what's up? It's me, Forty Vlogs है आफ्टर लङ टाइम पछि म भ्लगमा आइसकेको छु। आज चाहिँ हामी कन्सर्ट गर्न बजारबारै स्कुलमा जाँदैछौँ है। अनि यता चाहिँ हामी गाडी कुद्दैछौँ, केटा पछाडि छ। अनि यता चाहिँ हाम्रो सामानहरू छ होइन। अब ट्याक्क गाडी आइसकेपछि यो सामान लोडेड गरेर चाहिँ हामी बजारबारै लाग्छौँ है त। ब्यान्डमा चाहिँ न्यू फेसेसहरू छ होइन। उहाँ चाहिँ हाम्रो रोहित महर्जन लिड गिटारिस्ट होइन। लिड गिटारिस्ट रिदम दुवै बजाउनुहुन्छ। अनि यता चाहिँ म चाहिँ ड्रमर यस ब्यान्ड पासर रकर्सको यस हाम्रो बजारबारे कन्सर्ट गर्नु जाँदैछौँ हामी गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। ल यहाँ गणेश चाहिँ अलिकति बिजी छ। म बिजी छैन। गणेशपति के भन्दै नि तिम्रो बारेमा? हामी जाँदैछौँ बजारबारे। होइन तिमी के बजाउँछौ यसो भन्दैन। म पर्कुसन बजाइरहेको छु पासरको ब्यान्डमा। यस जेम्बे ल है आज जेम्बे चाहिँ नयाँ आएको छ केटोको। नयाँ जेम्बे आज फोड्नु पर्छ। बजाउने हो। मादल पनि छ एउटा केटा छ। मिल्छ भने आइदिनु होला बजारबारे। अब आउनु होला। अब आज तपाईँहरू भ्लगमा हेरिहाल्नुहुन्छ। ल हाम्रो यहाँ गिटारिस्ट चाहिँ हराएको अवस्थाको यहाँ हामीलाई खोज्दैछ। यहाँ मान्छे यहाँ छ क्या। गाडी यहाँ छ, मान्छे उहाँ छ। टुक्रा जय बजाबारै माइकी। ल चाहिँ हामी जाँदैछौँ बजाबारै यता। कति केटाहरू मख छ यार आज बजारलाई। ल अब जानुपर्ने मुभमेन्ट यही हो क्या। मैले रिसाइ नै हान्छु यो जात्राको लागि भन्नु। बाटो खतम। यही हो हामी झरेको। गाइजहरू हामी लाग्दैछौँ। के छ ढाई? ठिक छ बाबु। के छ ढाई? के छ ढाई? सच्चै के छ ढाई? गाइज हामी चाहिँ अब पुगिसकेका छौँ होइन। यतै हो स्टेज चाहिँ यतै हुन्छ। यो स्टेज उठाउनु बाँकी छ होइन। यहाँ चाहिँ आज माहौल लाग्छ है त दामीवाला। हामीलाई चाहिँ हाम्रो थाहा गाउँपालिका 6 नगरपालिका 6 वडा अध्यक्ष हुनुहुन्छ आजको कार्यक्रमको आयोजक राजन श्रेष्ठ हुनुहुन्छ है दाइ। आजदेखि 3 महिना होइन त हजुर कार्यक्रम। हजुर हजुर ठिक छ। राम्रो गर्नुपर्छ, राम्रो बजाउनुपर्छ। त्यो त अब हामी हाम्रो सब्बर बेस्ट दिन्छौँ है। हजुर ठिक छ। त्यही भएर तिमीहरूलाई चाहिँ त्यो अहिले हामीले अब मन्दिर देखाउनु जानु। मेरो केटाहरू यहाँ चाहिँ गाउँको भाइ साइरा चाहिँ यहाँ पुरै। अब यहाँबाट चाहिँ हाम्रो मन्दिरको प्राङ्गण सुरु हुन्छ। हजुर गेटबाट 3 वर्ष मेला। हजुर 3 वर्ष मेला चाहिँ यतै लाग्ने। यो मेला वैशाख पूर्णिमाको वरिपरि होइन यो सुरु हुने मेला। तपाईँहरू सम्पूर्णलाई स्वागत। विशेष गरी पासर रकमको भाइहरू चाहिँ अलिक मसँग धेरै पहिलादेखि जोडेको कारणले गर्दाखेरि माया महोत्सव चाहिँ छ। त्यो कारणले यसपालि सांस्कृतिक महोत्सव सँगसँगै चाहिँ आफ्नो पर्फर्मेन्स गर्नको लागि चाहिँ आउनु भएको छ। विशेष गरी तपाईँलाई स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। सर कस्तो लाग्यो? एकदम रमाइलो भयो। अब
आज 3 वर्ष मेलामा हामीले यसरी दर्शन गर्न पाउनु भनेको एकदम भाग्यमानी फिल भइरहेको छ त्यस यो सबैभन्दा धेरै धेरै धन्यवाद चाहिँ हाम्रो राज श्रेष्ठ दाइलाई दिन चाहन्छु होइन उहाँले यस्तो बेला सम्झिनु भएको छ हाम्रो ब्यान्डलाई सम्झिनु भएको छ अनि त्यही हो आज बजाबाराई माईको दर्शन गर्न पाएँ यहाँ चाहिँ फेरि 3 वर्षमा तपाईँको 3 वर्षमा एकचोटि मात्रै जात्रा हुन्छ यो 3 वर्षपछि अब आज भइसकेपछि अबको 3 दिनपछि 3 वर्षपछि हुन्छ क्या त्यही भएर चाहिँ यता चाहिँ जात्रा मिस गर्नुहुन्न है सर कस्तो लाग्यो ठाउँ एकदम मजाले लाग्यो मलाई अनि दर्शन गर्दा कस्तो फिल भयो एकदम शान्त सुकुन यहाँ चाहिँ हाम्रो कन्सर्ट गर्नुभन्दा सर कस्तो लाग्यो ठाउँ एकदम रमाइलो अब यस्तो डिभाइन फिल भयो कि भएन एकदम खुसी छु यहाँ आउन पाइयो है धेरै पछि हामी पुरा भइरहेको थियो ल खोला चाहिँ यस्तो च्याट्ट लागेर छ ल ठाउँ चाहिँ अलिकति पहिलाभन्दा चाहिँ विकास भएकै हो हाम्रो राजन दाइले एकदम विकास गर्दै हुनुहुन्छ ठाउँ पनि धेरै सफा छ है एकदम पानी पनि निश्चल छ क्या है पानी सफा छ पानी निश्चल सफा छ ल हेर्न सक्छ यहाँ धारा अझै यहाँ हाम्रो साउन्ड चेक हुन लागेको छैन स्टेज चाहिँ बनाएको छैन पुरै स्टेज बन्न लागेको छ अब हाम्रो सो चाहिँ भोलि आजसम्म चाहिँ साउन्ड चेक है गाइस आज चाहिँ हाम्रो गिटार One love,
मैसा पैसा कम भएको हामीलाई अलिक हल्ला बढी चाहिन्छ है ल के गर्दै हो मैसा ओके अब बजबारेको अझै पनि धेरै माया छ है त बाछा रकस बेलालाई
सबैजनालाई यो 3 वर्ष बचेरा बाराई जात्रा मेलामा स्वागत गर्न चाहन्छु। अनि हामीलाई बचेरा बाराई मेलामा बजाउन दिनुभएकोमा हाम्रो राजन भक्त श्रेष्ठ दाइको लागि धेरै धेरै धन्यवाद। एकचोटि फेरि पनि ताली बजाइदिउँ न। सुन्नुभएको गीत होला यो पनि।
म चाहिँ एउटा नेवारी गीत गाइदिएको थिएँ नि नेवारी टोलीहरू फेरि हेरौँ एकछिन हात उठाउँदा नेवारी टोली ओहो अब त बढी छ है नेवारीहरू अझै बढ्नु पऱ्यो ग्राउन्ड भर्नु पऱ्यो तपाईँहरूको साथीलाई बोलाउनुहोस् तपाईँको फ्यामिलीहरूलाई बोलाउनुहोस् सबैलाई बोलाउनुहोस् न आज चाहिँ यो बोझाबाराई माईको जात्रा चाहिँ एकदम सक्सेसफुल बनाउनुपर्छ है ओके यो गीतको बोल चाहिँ ऐलालु भया
यो गीत चाहिँ हाम्रो वडा नम्बर 6 का हाम्रो अध्यक्ष राजन भक्त श्रेष्ठ दाईको लागि हामी डेडिकेट गर्न चाहन्छौँ। उहाँ पनि एउटा नेपथ्यको ट्रु फ्यान हो होइन, सो हामी उहाँको लागि चाहिँ गीत डेडिकेट गर्न चाहन्छौँ है त।
ओके अब अर्को एउटा नेवारी गीत गाउँ है। यहाँ मैले अघिदेखि यहाँ साइडबाट कुमार सागर भन्ने सुनिरहेको थिएँ। सो एउटा गीत गाउन त बिर्सिरहेको, नेवारी सङ ओ चम्पा भन्ने गीत सुन्नुभएको छ? ओके अब यो गीत गाउँछौँ है त हामी। कम अन। सँगै गाउने त Sunday, Kumarade, so sa sarapara, ako ang galing na yan.
Buka.